हार सहन जति गाह्रो हुन्छ जित पचाउन त्योभन्दा गाह्रो हुन्छ। 64 सालमा धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको पार्टीको नेता मै हो। तपाईहरु त्यस्तै हुनुहुन्छ कि भन्ने चिन्ता त्यस्तो नभइदिए हुन्थ्यो भन्ने छ मलाई। जनताको त्यो विश्वास हामीले आफ्नै कमजोरीको कारण बचाउन सकेनौं। जनताको सरकारप्रति जुन अपेक्षा छ, धेरै ठूलो अपेक्षा छ तपाईहरुप्रति, त्यो अनुरूप नीति तथा कार्यक्रम आउनुको साटो मन्त्रालयका नियमित कार्यक्रमहरूको सार संग्रहका रूपमा यो प्रस्तुत भएकोमा मेरो चिन्ता हो। म यो विषयलाई गम्भीरतापूर्वक अध्ययन गर्न, विगतका नीति कार्यक्रमहरूको आलोकमा यसको तुलनात्मक अध्ययन गर्न र वर्तमान विशिष्टतामा जनताका आकांक्षा सम्बोधन गर्ने गरी यसलाई परिमार्जन गर्न सबै मान्य सदस्यहरूलाई विशेष आग्रह गर्दछु। सभामुख महोदय, राजनैतिक यात्राको अत्यन्त उतार चढावपूर्ण हाम्रो अनुभवले, मेरो आफ्नै अनुभवले पनि भन्छ कि हार सहन जति कठिन छ, जित पचाउन त्यो भन्दा कठिन हुन्छ। तपाईहरु जस्तै 64 सालमा धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको पार्टीको नेता मै हो। तपाईहरु त्यस्तै हुनुहुन्छ कि भन्ने चिन्ता त्यस्तो नभइदिए हुन्थ्यो भन्ने छ मलाई। एक्सट्रीम एनर्जी ड्रिंक। हार सहन जति गाह्रो हुन्छ जित पचाउन त्योभन्दा गाह्रो हुन्छ। यो संसदमा राष्ट्रसभासँग करिब 2/3 विशाल बहुमत छ। यो विशाल बहुमतलाई जनताको विशाल जिम्मेवारीका रूपमा ह्यान्डल गर्नुपर्दछ। यसलाई अहंकारको मलखात बन्न दिनु हुँदैन। नेकपाका रूपमा हामी यही संसदमा करिब तपाईहरुकै साइजमा 2/3 साइजमा थियौं केही समय पहिले। जनताको त्यो विश्वास हामीले आफ्नै कमजोरीको कारण बचाउन सकेनौं। इतिहास र अनुभवले साबित के गरेको छ त, संख्या भन्ने कहिल्यै स्थायी हुँदैन। ढुक्क हुनुहोस्, थाहै हुँदैन यो संख्या। र जनताको समर्थन पनि निशर्त हुँदैन, सशर्त हुन्छ। उनले सोचे जस्तो भएन भने भोलिपल्टै त्यो हामीबाट सिक्नुहोस्, इतिहासबाट सिक्नुहोस्। यो सम्मानित संसद लोकतन्त्रको आधार स्तम्भ मात्र होइन, नागरिक सम्प्रभुताको सबभन्दा ठूलो प्रयोग स्थल पनि हो। यहाँ निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासले प्राथमिकता पाउनु पर्दछ।